सम्पूर्णलाई नमस्ते र मैले चाहिँ हजुरहरूलाई यो भिडियो मार्फत आफ्नो व्यक्तिगत कुराहरू सुनाउन खोजेको छु र भिडियो अन्तिमसम्म हेरेर पक्कै पनि लाइक कमेन्ट अनि सेयर गर्नुहोला र आफ्नो धारणा पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला है त। अहिले चाहिँ नेपालमा चुनावी माहौलको रनको एकदम लागिरहेको छ होइन। त्यसमध्ये पनि हाम्रो सर्वाधिक जनताहरूले रुचाइएका हाम्रो युवा नेता अहिले झापाबाट उठ्दै हुनुहुन्छ होइन। हामीले चाहिँ अहिले युवालाई नै पालो दिनुपर्छ र मैले चाहिँ विशेष झापावासीलाई चाहिँ एकदम अनुरोध पनि गर्न चाहेँ होइन। यो भिडियो अब उहाँहरू सामु झापावासी सामु अब नपुग्ला। हामीले चाहिँ पुराना पार्टी पुराना नेता होइन सबैजनाको देखिसक्यो क्या। हामीले कति वर्ष कयौँ वर्ष हामीले लगातार हामीले सबैजनाले जितायौँ पनि होइन, तर विकास भने कहिले देखिएन। त्यस्तो नराम्रो होइन, त्यस्तो नराम्रो सोच भएको भए चाहिँ लो नेपालको जुनसुकै ठाउँबाट गएर उठ्दा पनि होइन लगभग उसको जित चाहिँ निश्चित छ क्या। त्यो पनि ऊ झापामै गएर हाम्रो प्रतिस्पर्धा गरेर होइन पुरानालाई साइडमा राखेर अब युवाले गर्नुपर्छ भन्ने रणनीतिका साथ चाहिँ उहाँ अगाडि बढ्नुभएको छ र हामी सबैजनाले साथ पनि दिनुपर्छ। र अहिले पक्कै पनि युवाहरूको आवश्यक छ, नयाँ सोचको आवश्यक छ हाम्रो देश विकास हुनको लागि। त्यसैले सबैजनाले चाहिँ आफ्नो अमूल्य भोटलाई नगुमाउनु होला।